नमस्कार साथीहरू, आज हामी कुरा गर्न जाँदैछौँ फिफा वर्ल्ड कप 2026 राउन्ड अफ 16 मा कुन कुन टिम पुग्यो र राउन्ड अफ 32 बाट कुन कुन टिम बाहिरियो, राउन्ड अफ 32 को नतिजा, राउन्ड अफ 16 जित्ने टिम क्वार्टर फाइनलमा कुन कुन टिमसँग पर्ने सम्भावना हुन्छ, त्यसपछि सेमी फाइनलमा कुन कुन टिम पर्ने चान्स हुन्छ र फाइनलमा कसरी कुन टिम जान्छ भनेर हामी डिस्कस गर्नेवाला छौँ। अनि त्यसपछि अन्तिममा गोल्डन बुट अहिलेसम्म कुन टिमले पाउँछ, कुन खेलाडीले पाउँछ भनेर पनि हामी डिस्कस गर्न जाँदैछौँ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। आज हामी सुरुमा कुरा गर्न जाँदैछौँ राउन्ड अफ 32 बाट बाहिरिने टोली र त्यसको नतिजा हामी कुरा गर्न जाँदैछौँ। अब आउनुहोस् कुरा गरौँ। सुरुमा राउन्ड अफ 32 को बाट बाहिरिने टोली रहेको छ साउथ अफ्रिका, जसले क्यानाडासँग 1-0 को बराबरी खेलेर क्यानाडाले 1 हानेर साउथ अफ्रिका बाहिरिएको थियो भने दोस्रो रहेको छ जापान भर्सेस ब्राजिल। जापान भर्सेस ब्राजिलको म्याच सायद तपाईहरुले बिर्सिन पनि सक्नुहुन्न होला, किनकि ब्राजिलले जापानलाई अन्तिममा हानेको थियो गोल, अन्तिम 1 मिनेट छँदा जस्तै हानेको थियो। ब्राजिल 2 जापान 1 भएर जापान घर जानु परेको थियो भने अर्को म्याच रहेको छ पारुग्वे भर्सेस जर्मनी, जसमा यो म्याच गएको थियो पेनाल्टीमा जर्मनीलाई हराएको थियो पारुग्वेले। भने अर्को म्याच रहेको छ मोरक्को भर्सेस नेदरल्यान्ड। यो म्याच तपाईहरुले हेर्नु भयो कि भएन, जसमा नेदरल्यान्ड र मोरक्कोको म्याच 1-1 ड्र भएर पेनाल्टीमा गएको थियो। पेनाल्टीमा नेदरल्यान्डलाई मोरक्कोले हराएर गएको थियो राउन्ड अफ 16 मा। अर्को म्याच राउन्ड अफ 32 को अर्को म्याच नर्वे भर्सेस इभरी कोस्ट, जसमा नर्वेले 2-1 गराएर गएको थियो नर्वे राउन्ड अफ 16 मा। अर्को म्याच मेक्सिको भर्सेस इक्वेडर। मेक्सिकोले राउन्ड अफ 16 मा जानको लागि इक्वेडरलाई 2 गोल हानेर गएको थियो, इक्वेडर भने 0 भएको थियो। अर्को रहेको छ इङ्ल्यान्ड भर्सेस कोङ्गो, इङ्ल्यान्ड भर्सेस डियर कोङ्गो। यो म्याच पनि तपाईहरुलाई याद छ होला, जसमा कोङ्गो जस्तो टिमले इङ्ल्यान्ड जस्तो टिमलाई हराउन लागेको थियो। अन्तिममा आएर ह्यारी केनले 2 गोल हानेको थिए, तपाईहरुलाई थाहा नै होला यो कुरा। अनि अर्को म्याच रहेको छ बेल्जियम भर्सेस सेनेगल, जसमा बेल्जियमले सेनेगललाई 3-2 गराएर बेल्जियम गएको थियो राउन्ड अफ 16 मा। अर्को म्याच युएसए भर्सेस बोस्निया, युएसएले बोस्नियालाई 2-0 अन्तरले पराजित गरेर युएसए गएको थियो राउन्ड अफ 16 मा भने। अर्को म्याच स्पेन भर्सेस अस्ट्रिया, जसमा स्पेनले अस्ट्रियालाई 3-0 गराएर 3 गोल हानेर गएको थियो भने अर्को म्याच रहेको छ पोर्चुगल भर्सेस क्रोएसिया। कस्तो डेन्जर म्याच भएको थियो पोर्चुगल भर्सेस क्रोएसिया। पोर्चुगलले चाहिँ 2-1 कोले जितेर अगाडि गएको थियो भने अर्को स्विजरल्यान्ड भर्सेस अल्जेरिया, जसमा स्विजरल्यान्डले 2 गोल हानेको थियो अल्जेरियालाई। अनि इजिप्ट भर्सेस अस्ट्रेलिया, इजिप्ट भर्सेस अस्ट्रेलिया म्याच पेनाल्टीमा गएर इजिप्टले जितेर राउन्ड अफ 16 मा गएको छ भने अर्को रहेको छ अर्जेन्टिना भर्सेस केप भर्डे। अर्जेन्टिना भर्सेस केप भर्डे म्याच कोले हेर्नुभयो एकचोटि कमेन्ट गर्नु होला। केप भर्डेका किपर जसले अर्जेन्टिनालाई गाह्रो बनाएको थिए जित्नको लागि, जसमा मेस्सीका धेरै गोलहरू रोकेका थिए, उनले चाहिँ रेस्पेक्ट डिजर्भ गर्छन् है केप भर्डेका किपर। अनि अर्को म्याच अन्तिम म्याच राउन्ड अफ 32 को थियो कोलम्बिया भर्सेस घाना, जसमा कोलम्बियाले 1 गोल हानेर राउन्ड अफ 16 मा आएको थियो। अब कुरा गरौँ हामी राउन्ड अफ 16 मा कुन कुन टिम गयो त। राउन्ड अफ 16 मा जाने पहिलो टोली हो क्यानाडा। अब राउन्ड अफ 16 मा कुन कुन टोली खेल्दैछन् त, कुन कुन टोली पुगे कुरा गरौँ सुरुमा, अनि त्यसपछि हामी कुन टिम कुनसँग खेल्दैछ भनेर कुरा गरौँला। राउन्ड अफ 16 मा पुग्ने टिमहरू छन् यिनी टिमहरू छन् है। क्यानाडा मोरक्को, फ्रान्स पारुग्वे, ब्राजिल नर्वे, मेक्सिको इङ्ल्यान्ड, पोर्चुगल स्पेन, युनाइटेड स्टेट्स युएसए बेल्जियम, अर्जेन्टिना इजिप्ट, स्विजरल्यान्ड र कोलम्बिया रहेका छन्। जसमा अब टिम पनि यिनीहरू नै खेल्दैछन्। अब राउन्ड अफ 16 मा खेल्दैछ क्यानाडा र मोरक्को खेल्दैछ, जसमा अब कुन टिमले जित्ने चान्स धेरै छ त भन्दा अब तपाईहरुलाई कुन टिम लाग्छ त्यही कमेन्ट गर्नु होला। अब मलाई चाहिँ क्यानाडा भर्सेस मोरक्कोमा अब मोरक्कोले नै जित्छ होला सायद। अब क्यानाडाले जित्न पनि सक्यो, तपाईहरुको फेभरेट टिम कुन टिमले जित्छ तपाईहरु आफैले कमेन्ट गर्नु होला है। अब राउन्ड अफ 16 को खेल भनेको क्यानाडा र मोरक्कोको, अनि त्यसपछि फ्रान्स र पारुग्वे, ब्राजिल नर्वे, हेर्नुस् त हल्यान्ड भर्सेस नेमार जुनियर। कसले जित्ला त? साँडै भन्छन् हल्यान्डलाई, अहिलेको स्टार खेलाडी जसलाई गोल मेसिन भनेर पनि चिनिन्छ।
अर्लिङ हल्यान्ड भर्सेस नेमार जुनियर। यस्तो म्याच हेर्न नछुटाउनु होला है। भने अर्को म्याच रहेको छ मेक्सिको भर्सेस इङ्ल्यान्ड हेरिकेन, जो गोल्डन बुटको रेसमा पनि अघि नै छन्। अहिलेसम्म 5 गोल हानेका छन्। अहिले मैले भिडियो बनाउँदासम्म हेरिकेनले 5 गोल हानेका छन्। अर्को रहेको छ पोर्चुगल भर्सेस स्पेन। पोर्चुगल भर्सेस स्पेन कसले जित्ला त? पोर्चुगल भर्सेस स्पेन। एकतर्फ छन् क्रिस्टियानो रोनाल्डो भने अर्कोतर्फ छन् अहिलेका स्टार लामिन यामाल। के रोनाल्डोले लामिन यामाललाई रोक्न सक्लान् कि लामिन यामालले गोल हान्छन्? स्पेन भर्सेस पोर्चुगलको म्याच हेर्न नछुटाउनु होला। कुनले जित्छ होला? स्पेन भर्सेस पोर्चुगल। लामिन यामालले कति गोल हान्लान् अनि क्रिस्टियानो रोनाल्डोले कति गोल हान्लान् त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला। सायद राउन्ड अफ 16 को सबभन्दा राम्रो म्याच मध्ये एक हो पोर्चुगल भर्सेस स्पेन। अर्को म्याच रहेको छ युएसए भर्सेस बेल्जियम। युएसए भर्सेस बेल्जियम रहेको छ। युएसए भर्सेस बेल्जियम पनि राम्रै म्याच हुन्छ। यसमा अब तपाईलाई कुन टिमले जित्छ एकचोटि कमेन्ट गरिदिनु होला। अर्को म्याच रहेको छ अर्जेन्टिना भर्सेस इजिप्ट। अर्जेन्टिना भर्सेस इजिप्ट। अर्जेन्टिना आज जितेर आएको छ केप भार्डेलाई। अर्जेन्टिना भर्सेस इजिप्ट पनि अब म्याच रमाइलो हुन्छ। मेसी फर्ममा नै छन्। अब मेसी फर्ममा भइसकेपछि त इजिप्टको त कुरै नगरौँ। इजिप्टलाई अर्जेन्टिनाले जित्ला त? तपाईहरुलाई के लाग्छ? के मेसीले फेरि पनि ह्याट्रिक हान्लान् त इजिप्ट विरुद्ध? मोहम्मद सालाको इजिप्टलाई लियोनल मेसीले कति गोल हान्छन् होला एकचोटि कमेन्ट गर्नुस्। अर्जेन्टिना भर्सेस इजिप्टमा कुन टिमले जित्छ त्यो पनि कमेन्ट गरिदिनु होला। भने अर्को अन्तिम राउन्ड अफ 16 को म्याच रहेको छ स्विजरल्यान्ड भर्सेस कोलम्बिया। स्विजरल्यान्ड भर्सेस कोलम्बिया रहेको छ राउन्ड अफ 16 को अन्तिम म्याच। अब यो म्याच पनि रमाइलो नै हुन्छ। अब जाम हामी क्वार्टर फाइनलको बाटोतर्फ। क्वार्टर फाइनलको बाटो राउन्ड अफ 16 भयो। अब हामी कुरा गरौँ क्वार्टर फाइनलको बाटो है। अब क्वार्टर फाइनलमा कुन टिम कसरी कुन टिमसँग भिड्ने चान्स हुन्छ हामी कुरा गरौँ है। यदि क्यानाडा वा मोरक्कोमा एउटाले जित्यो भने खेल्छ फ्रान्स भर्सेस पारुग्वेको विजेता टोलीसँग। क्यानाडा वा मोरक्कोले जित्यो भने फ्रान्स वा पारुग्वेको जित्ने टोलीसँग खेल्छ। यदि ब्राजिल अथवा नर्वे मध्ये एउटाले जित्यो भने खेल्छ मेक्सिको अथवा इङ्ल्यान्ड। भने पोर्चुगल र स्पेन जित्ने टोली खेल्छ युएसए अथवा बेल्जियमसँग जित्ने टोलीसँग खेल्छ। अब अर्को रहेको छ अर्जेन्टिना र इजिप्ट। अर्जेन्टिना र इजिप्ट मध्ये जुन टिमले जित्छ त्यो टिम खेल्छ स्विजरल्यान्ड वा कोलम्बियासँग। अब जस्तै यहाँ जुन टिमले जित्छ त्यही टिमसँग खेल्ने है। जस्तै अब क्यानाडा भर्सेस मोरक्को मैले भने नि, क्यानाडा भर्सेस मोरक्को जित्ने टोली खेल्छ फ्रान्स भर्सेस पारुग्वे जित्ने टोलीसँग। अब ब्राजिल र नर्वे जित्ने टोलीसँग खेल्छ मेक्सिको कि इङ्ल्यान्डसँग। पोर्चुगल वा स्पेन जित्ने टोली खेल्छ युएसए कि बेल्जियमसँग। जुन टिमले जित्छ त्यही टिमसँग है। यदि अर्जेन्टिना भर्सेस इजिप्ट जुन टिमले जित्छ त्यही टिमसँग खेल्छ। अनि स्विजरल्यान्ड वा कोलम्बिया पनि जुन टिमले जित्छ त्यही टिमसँग खेल्छ है। अब कुरा गरौँ सेमिफाइनलको बाटो। सेमिफाइनल 1 को कुरा गरौँ। अब सेमिफाइनल 1 मा कस्तो हुन्छ त भन्दाखेरि फ्रान्स पारुग्वे क्यानाडा र मोरक्को। फ्रान्स पारुग्वे क्यानाडा र मोरक्को भर्सेस यो तीनटामा जुनले जित्छ त्यताबाट जुन जित्दै आउँछ त्यही है। फ्रान्स पारुग्वे क्यानाडा र मोरक्को मध्ये जुन जित्छ त्यो खेल्छ पोर्चुगल स्पेन युएसए र बेल्जियमको टिमसँग। पोर्चुगल स्पेन युएसए र बेल्जियमको टिमसँग खेल्छ सेमिफाइनल 1। अब दोस्रो सेमिफाइनल कुन टिम खेल्छ त? ब्राजिल नर्वे मेक्सिको र इङ्ल्यान्ड। ब्राजिल नर्वे मेक्सिको र इङ्ल्यान्ड जित्ने टोली खेल्छ अर्जेन्टिना इजिप्ट स्विजरल्यान्ड र कोलम्बिया जित्ने टोलीसँग। यदि सबै अब हामी कुरा गरौँ गोल्डन बुटतर्फ है। अब यहाँसम्म पुग्दाखेरि अब तपाईहरुलाई अब फाइनल कुन टिम पुग्छ अब त्यो त तपाईलाई थाहा भइसक्यो। अब यो सेमिफाइनल 1 र सेमिफाइनल 2 जित्ने टोली फाइनल पुग्छ भन्ने कुराहरु त मैले तपाईहरुलाई भन्नु परेन। तपाईहरुले पनि एकचोटी कमेन्ट गर्नुस् होला है। क्वार्टर फाइनलबाट कुन टिम कता जान्छ, कुन टिम बाहिरिन्छ, क्वार्टर फाइनलमा अब कुन ग्रुपबाट कुन टिम जान्छ त्यो तपाईहरुले आफ्नो पनि प्रेडिक्सन गर्नुस्, यहाँ कमेन्ट गर्नुस् कुन टिम जान्छ। अनि त्यसपछि यता सेमिफाइनल कुन टिम जान्छ त्यो तपाईहरुले पनि एकचोटी कमेन्ट गरिदिनु होला। तपाईको पनि मिल्न सक्छ।
भने अब यो सेमिफाइनल 1 र सेमिफाइनल 2 जित्ने टोली जान्छ फाइनलमा, त्यो तपाईहरुलाई मैले भन्नु पर्दैन। अब हामी कुरा गरौँ अहिलेसम्मको गोल्डन बुटको रेसमा को छ, अहिलेसम्म धेरै गोल हान्ने खेलाडी को हुन्। पहिलो नम्बरमा रहेका छन् लियोनल मेस्सी, यो मैले तपाईहरुलाई भन्नै पर्दैन। मेस्सीले अहिलेसम्म यो फिफा वर्ल्ड कपको यो 2026 फिफा वर्ल्ड कपको प्रत्येक म्याचमा गोल हानेका छन्। पहिलो म्याचमा ह्याट्रिक, दोस्रो म्याचमा 1 गोल, तेस्रो म्याचमा 1 गोल, चौथो म्याचमा 1 गोल हानेर अहिलेसम्मका टप स्कोरर रहेका छन् यो 2026 वर्ल्ड कपको अथवा वर्ल्ड कप भरिको अहिलेसम्म रहेका छन् लियोनल मेस्सी, जसले 7 गोल हानेका छन्। दोस्रो नम्बरमा रहेका छन् एम्बाप्पे। मेस्सीले 7 गोल हानेका छन् भने एम्बाप्पेले अहिलेसम्म 6 गोल हानेका छन्। जस्तै अर्लिङ हल्यान्ड, नर्वेका स्टार अर्लिङ हल्यान्डले 5 गोल हानेका छन्। हेरिकेन, इङ्ल्यान्डका हेरिकेन 5 गोल, अनि डेम्बेले 4 गोल, भिनी जुनियर 4 गोल र माइकल ओयारजाबेल स्पेनकाले 4 गोल हानेका छन्। अहिलेसम्मको गोल्डन बुट रेसमा यिनीहरू छन्। तपाईहरुलाई गोल्डन बुट कसले जित्छ होला एकचोटि कमेन्ट गरिदिनुस्। मेस्सी, एम्बाप्पे, हल्यान्ड, भिनी जुनियर अथवा हेरिकेन, कसले जित्छ चाहिँ लागेको छ एकचोटि कमेन्ट गरिदिनु होला। अनि कुन टिमले कति गोल हान्छ त्यो पनि कमेन्ट गरिदिनु होला। र अहिलेको वर्ल्ड कप तपाईहरुलाई कुन टिमले जित्छ चाहिँ लागेको छ एकचोटि त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला है। भिडियो यहाँसम्म हेरिदिनु भयो, धेरै धन्यवाद। मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। तपाईहरुको फेभरेट टिम कुन हो त्यो पनि कमेन्ट गरिदिनु होला है। मेरो फेभरेट टिम हो अर्जेन्टिना। जय मेस्सी, जय अर्जेन्टिना।